यो चाहिँ सुर्खेत जिल्लामा रहेको अनि देउती बजे मन्दिर हो है। यो त्यो मन्दिरको गेट हो। यो चाहिँ वीरेन्द्रनगर नगरपालिकाको पिपिरा नजिकै छ। अनि यो मन्दिरको गणेश मन्दिर चाहिँ यहाँ छ नै। अनि उताको ठुलो मन्दिर। अनि यहाँ चाहिँ धेरै भक्तजनहरू आउने गर्नुहुन्छ बाहिरदेखि पनि। अनि यहाँको स्थानीयहरू पनि अनि त्यहाँ पूजाआजा गर्नको लागि गइरहनु भएको हुन्छ। हामी पनि आज दर्शन गर्न आएको। आज चाहिँ धेरै मान्छे हुनुहुन्थेन, खासै अलि कम नै हुनुहुन्थ्यो। प्राय जसो चाहिँ यहाँ एकदम भिडभाड हुने गर्दछ। अनि लाइन पनि लाग्नुपर्छ कि पूजा गर्दाखेरि। त्यहाँ गणेश मन्दिरमा चाहिँ सबै लाइन लागिरहनु भएको थियो। अनि यताको मन्दिरमा चाहिँ त्यस्तो लाइन लाग्नुपर्ने चाहिँ थिएन। मेन मन्दिर चाहिँ यताको हुन्। अनि उतापट्टि पनि मन्दिर छन् सरस्वतीको। त्यसपछि यतापट्टि पनि छ नै अर्को। अनि अहिले चाहिँ यहाँ एउटा नयाँ शिव मन्दिर उद्घाटन भएको रहेछ। त्यो मन्दिर भएदेखि चाहिँ उद्घाटन भए पछाडि म चाहिँ गएको थिएन। अनि तर कस्तो राम्रो भएको रहेछ आजभोलि। अनि यिनी चाहिँ मेन मन्दिर हुन्। अनि यहीँ गएर पूजा गर्ने, पहिला गणेश मन्दिरमा पूजा गर्ने, त्यसपछि मेन मन्दिरमा आएर पूजा गर्ने, अनि पछि चाहिँ अरू उतापट्टि भएको सरस्वतीको, अनि यतापट्टि त्यो पिपल हो कि समीको रुख मुनि पनि छ नै मन्दिर। अनि यहाँको एरिया चाहिँ जो ठिकै ठुलै छ। अनि यिनी चाहिँ शिव मन्दिर हुन्। यहाँ चाहिँ शिवलिङ्ग अनि जल चढाउने ठाउँ सबै कस्तो राम्रो रहेछ। पहिला चाहिँ यहाँ यस्तो थिएन। अहिले चाहिँ यो भर्खरै नयाँ भएको कस्तो राम्रो लाग्यो। अनि माथि चाहिँ नागको मूर्ति पनि रहेछ। मान्छेहरू पनि जोस आउनुहुँदो रहेछ। राम्रो रहेछ। हजुरहरू पनि कहिलेकाहीँ सुर्खेत आउने कोही मौका पर्यो भने चाहिँ यहाँ देउती बजे मन्दिरमा आएर आफूले केही कुराहरू माग्यो भने चाहिँ मागेको आफूले सोचेको चाहिँ पुग्छ भन्ने विश्वास छ है। त्यो भएको हुनाले हामी पनि त्यही विश्वास गर्छौँ। अनि कहिलेकाहीँ फुर्सदको टाइममा दर्शन गर्न जान्छौँ। अनि हामीले पूजा गऱ्यौँ पहिला गणेश मन्दिरमा, त्यसपछि यता देउती बजेको मुख्य मन्दिरमा, अनि सरस्वतीको मन्दिरमा पनि पूजा गऱ्यौँ। अनि चाहिँ अन्तिममा शिव मन्दिरमा पनि आएर पूजा गऱ्यौँ एकछिन। अनि एक दुईवटा फोटोहरू लियौँ दिदी र मैले। अनि राम्रो लाग्यो मन्दिर चाहिँ। माथि नागको मूर्ति पनि रहेछन् है। अनि एकछिन बसेर एकछिन हेऱ्यौँ। त्यसपछि एउटा दुईवटा फोटो भिडियोहरू लियौँ। त्यसपछि फर्क्यौँ हामी। हजुरहरू पनि आएर दर्शन गर्नुहोला। अनि सुर्खेतको वीरेन्द्रनगर पिपिरा चोकको नजिकै छ। त्यहाँ आएपछि त थाहा भइहाल्छ। मौका मिलेपछि हजुरहरू पनि यसो घुम्न आउनुहोला, घुम्न दर्शन गर्न। अनि हामी पनि त्यहीँ गएर आयौँ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।